असिनाले गर्दा अलिअलि बचेको छ अलिअलि फलेको रहेछ किवी त यस्तो फल्थ्यो यो किवी अहिले चाहिँ अलिअलिक धेरै छैन रहेछ अलिअलि छ बचेको फार्मभित्रबाट यस्तो मजाको किवीहरू हुन्छ हाम्रो यहाँ यो लगाएर चाहिँ लगभग 6-7 वर्ष भयो यसको प्रतिफल राम्रै छ टन्नै छ यो ओखरको बोट यो दाँते ओखर हाम्रो चाहिँ हर किसिमको फलफुलहरू हुन्छ केराको बोट छ तर यो असिनाले चाहिँ ध्वस्तै बनाएको छ यसलाई यसपालि 1.5 फिटसम्म अग्लो असिना बढेको 1.5 फिटसम्म जमेको यहाँ चाहिँ एभोकाडो त्यति सप्रेको छैन यस्तो छ हाम्रो फार्महरू किवी फार्महरू किवी चाहिँ हामीले लगभग यहाँ 200-300 बोट लगाएको छौँ राम्रो यसको आम्दानी छ केरा भयो हाम्रो घर यस्तो छ यस्तो बोटहरू सबै भुइँमा छ मुन्टा खाने बेला हुन थालेछ अब अचारहरू फुलको बोट भएको यहाँ राखेर म्याउ पाठो यो 2 महिना भयो ल ल ल ल ल ल अझ ल चाहिँ एकदम मजाको छ बोएर पाठो भयो 2 महिना जति भयो यसको घर भयो धारा 24 घन्टा पानी एभाइलेबल छ यो घर भइहाल्यो भने यो चाहिँ इन्ट्रेस्टिङ कुरो यो चाहिँ जुनारकोबाट अझसम्म फलेको थिएन यसपालि चाहिँ फलेको छ यो लगभग यो चाहिँ कति 67 इयर्स भयो होला यो हाम्रो ठुलो दाइको पालामा रोप्नु भएको अरे जन्मिने साल यसपालि चाहिँ असिनाले यसलाई पनि ध्वस्तै बनाएको छ यसपालि यो फल्याएर चाहिँ लट्टन्नै फल्याएर छ असिनाले अझ कति झार्यो त्यो पनि अलिक कडा भएको हुनाले टन्नै फल्याएर चाहिँ यो चाहिँ इन्ट्रेस्टिङ कुरो चाहिँ 67 वर्ष पछि फलेको यो तपाईँहरूलाई विश्वास लाग्छ कि लाग्दैन तर फ्याक्ट यो चाहिँ अलिक हाम्रो लेकमा पर्छ त्यही भएर चाहिँ यो चाहिँ जलवायु परिवर्तनको कारणले चाहिँ अहिले चाहिँ फल्न थालेको जस्तो लागेको छ सानीहरू हामीले यसरी रहेछ यो पनि चाहिँ एभोकाडोको बोट यो चाहिँ आधी मरेको जस्तो देखिरहेछ नि यो चाहिँ असिनाले गर्दाखेरि जस्तै यो चाहिँ यति मजाले फुलेको थियो तर जस्तै बनाएको थियो त्यहाँ पनि छ अर्को एभोकाडो पनि छ यो चाहिँ हाम्रो ट्रायलको लागि अलिअलि हुन्छ कि हुँदैन भनेर रोपेको तर हुने रहेछ मजाले अब नेक्स्ट टाइमदेखि चाहिँ धेरै रोप्नु पर्ला यहाँ हाम्रो बाख्राहरू छन् भैँसी छ गोठहरू पनि यस्तो मजाको छ यहाँबाट गएर हामी हेलो बाख्राहरू धेरै पालेको छन् यहाँ मान्छेहरू काम गर्ने मान्छे छैन त्यही भएर यो 2-4वटा आफैको पर्सनल युजको लागि मात्रै पालेको आल्चाको बोट हो यो पनि फलिरहेछ अलिअलि छ यो असिनाले गर्दाखेरि यस्तो मजाले फल्छ हाम्रो गोरु छ है 2टा यो आरुको बोटहरू छ आरुको बोटहरू हुन्छ त्यसो पारी यो हाम्रो स्कुल हो यो चाहिँ सिटी सारदा माध्यमिक विद्यालय हो यो सेकेन्डरी स्कुल गाउँ छ
सल्लाह छ माथि गाउँ छ यो बस्तीपुर गाउँ भएको पारी मजाको भ्यू देख्छ यहाँबाट लभली छ भ्यू त हाम्रो यहाँ यो चाहिँ हाम्रो तल यो चाहिँ चन्दनपुर हाम्रो खेतहरू चाहिँ तल छ यो चाहिँ लगभग आधा घन्टा टाइम लाग्छ तल पुग्न खेतहरू त्यहाँ छ यहाँ गयो भने त 2 घन्टा लाग्छ गाडीमा चाहिँ आधा घन्टा पुग्छौँ त्यहाँ खेतहरू अब यी सब खाली छ जङ्गली जङ्गल सब आफ्नै बारीहरूमा सब जङ्गल छ यसमा चाहिँ सदुपयोग गर्न सक्छौँ रुखहरू छ यहाँबाट किवी चाहिँ अझै धेरै छ तलमै छ एकदमै तल यहाँबाट राम्रो नदेखिएको रहेछ यो किवी बारीहरू किवी छ त्यसमा सबै स्याउहरू पनि लगाएको छ हामीले मुरिसो यहाँ मुरिसो छ मुरिसोहरू टर्नै हुन्छ यहीँ लगायो भने केही नहुने भन्ने कुरै छ त्यस्तो सुटेबल मौसम चाहिँ अब के गर्नु यहाँले गर्दा बाटोहरू राम्रो छैन यो कच्ची बाटो यो अलिक राम्रो यो पिच भइदिएको यो बाटोहरू धेरै यहाँको मान्छेहरूले चाहिँ फलफुल र तरकारी खेतीबाट नै अनग्य आम्दानी गर्ने सक्छन् सबै काठमाडौँ बस्नु भएर यहाँ चाहिँ पनि युज छैन यो घरहरू युजलेस घरहरू यो घरहरू यो जमानामा बनाएको घरहरू यो जीर्ण अवस्थामा पुगिसकेको छ कहिलेकाहीँ आउँदाखेरि हामी बस्ने गर्छौँ त्यही यहाँ चाहिँ विभिन्न फलफुल हुन्छ हाम्रो चाहिँ नासपाती हो नासपाती केरा स्याउ किवी आबोगाडा आलु जुनार सुन्तला सब हुने ठाउँहरू यस्तो मजाको मौसम पनि चट्ट छ त्यसमा आनन्द छ